देखिको ड्युटी गर्नु भएको थियो नि र हेलो साथीहरु वेलकम टु माई न्यू भिडियो आज धेरै दिन बाद मेरो भिडियो लिएर उपस्थित भएको छु आज चाहिँ हामी नदीहेल घुम्नको लागि जाँदैछौँ तपाईहरु सबैजनाले मेरो भिडियोलाई लास्टसम्म हेरिदिनुहुन्छ भनेर म आशा राखेको छु साथीहरु अहिले चाहिँ हामी आधी बाटो आइपुगिसकेका छौँ कति बजे हामी 4 बजे हिँडेको अहिले कति बजेतिर पुग्छ त्यो अपडेट दिइरहनेछु साथीहरु अहिले चाहिँ हामी आग्रा क्रस गरिसकेका छौँ आग्रा क्रस गरेर धेरै अगाडि आइपुगिसके मलाई चाहिँ निद्रा लाग्दैछ साथीहरु यहाँनिर चाहिँ मैले मेरो भोइस लगाएँ किनभनेदेखिको यहाँ गाडीमा पुरा गीत बजिरहेको थियो नि त त्यही भएर कपिराइट आउँछ होला भनेर चाहिँ मैले त्यो गीतलाई चाहिँ काटेर मैले भोइस लगाएको छु है साथीहरु इन्जोय गर्नुहोस् साथीहरु म चाहिँ यहाँनिर पुरा टाउको दुखेर चाहिँ मफलर बेरेर गइरहेको थिएँ भिडियोमा पनि मैले त्यही भनिरहेको थिएँ किनभने ब्याकग्राउन्डमा पुरा म्युजिक बजिरहेको थियो नि त्यही भएर हेलो साथीहरु अहिले चाहिँ यतिको भएको छ म चाहिँ अलिक बाटोमा निदाएछु त्यही भएर अलिक भिडियो बनाउन सकिनँ साथीहरु हामी चाहिँ अहिले आइपुग्यो हजुर हजुर भनिदिनुहोस् त यहाँ चाहिँ हल्का पानी पर्दैछ हो अन्त त्यहाँ चाहिँ बाइकहरु आउँछ जनताले सोध्दैछ ज्याकेटहरु कहाँ छ अब उनलाई हेर न साथीहरु हामी चाहिँ यहाँनिर आइपुग्यो भर्खर अन्त दिन चाहिँ यस्तो धेरै यस्तो डेन्जर फगी लागिरहेको रहेछ सनराइज हेर्न सनराइज हेर्न आएको यो फगी पो हेराइ भयो साथीहरु हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँनिर आइपुगेर पनि अब चाहिँ उँभो लाग्न आँटेको यहाँको नजाराहरू चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरु हामी चाहिँ अब यहाँदेखिको उकालो जानेछौँ साथीहरु हामी चाहिँ लास्ट टाइम आउँदाखेरि पनि यहाँनिर पुरा फगी लागिरहेको थियो आज पनि हेर्न सक्नुहुन्छ एकदमै धेरै फगी लागिरहेको छ गाडी राख्ने जग्गा यहाँनिर चाहिँ रहेको छ मेन एन्ट्री गेट म चाहिँ यहाँ छु मेरो साथीहरु चाहिँ अगाडि छन् म एक्लै खाइदिन्छु नि मिठाई हेलो साथीहरु अहिले चाहिँ हामी यहाँनिर पिउनको लागि आइरहेको छौँ यहाँ हेर्नुहोस् न साथीहरु कस्तो डरै लाग्दो हेरेको बा कहिलेदेखिको ड्युटी गर्नु भएको थियो नि र आउनु अलिक नजिकै भनेको पुडीले यस्तो डर हुन्छ भनेको जम्परहरु लिएर आउँछु मैले हिजो करेक्ट आउटफिट चुज गरेको थिएँ डब्बल ज्याकेट लास्ट टाइम आउँदाखेरि चाहिँ हामी यहाँ भित्र मन्दिरमा चाहिँ पसेको थिएन आज चाहिँ यहाँ पनि This is called skywalk. यहाँ तल चाहिँ यस्तो रहेको छ साथीहरु छोरी हेर न साथीहरु अब चाहिँ हामी फर्केको माथि पुगेर पनि घुमिसकेर पनि
हेर्न सक्नुहुन्छ। साथीहरू यहाँको नजाराहरू चाहिँ यस्तो रहेको छ हेर्नुहोस्। हामी चाहिँ आज सनराइज हेर्नु आएको थिएँ अनि फगी चाहिँ यस्तो डेन्जर लागिरहेको छ हेर्न सक्नुहुन्छ। साथीहरू अब चाहिँ हामी फर्केको माथि पुगेर पनि घुमिसकेर पनि हेर्न सक्नुहुन्छ।